व्यक्ति रूपमा पुरा हिन्दू हुँ हेर्नुहोस् म हिन्दू हुँ हिन्दू हिन्दू म हिन्दू 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 नेपालका राजनेता आदरणीय शेरबहादुर दाइलाई सारगर्भित मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। साथीहरू आदरणीय नेपाली कांग्रेसका साथीहरू सर्वप्रथम यो भेलामा उपस्थित सबै साथीभाइहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। एयरपोर्टदेखि नै साथीहरूले पार्टी तथा मेरो समर्थनमा जो उत्साहपूर्ण सहभागिता देखाउनुभयो यसका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। अब नेपाल अत्यन्तै अप्ठ्यारो अवस्थामा छ। सबभन्दा महत्त्वपूर्ण कुरा मैले हिजो पनि बोलिसकेको छु, अस्ति नै बोलिसकेको छु। पञ्चायत कालदेखि नै न्यायालयले सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। न्याय दिएकोमा वास्तव भनिदियो भने राजाले थुन्दाखेरि पनि राजाको आयुलाई खारिज गरेको हो। त्यसै पञ्चायतकाललाई पनि धेरै बेला जेलमा छुटेको हो। म अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु। अझै मुद्दा हामीले हालेका छौँ अदालतमा कि यो चाहिँ नि हाम्रो मैले त्यो मानेको थिएन के आएको थिएन, मैले मानेको पनि थिएन। त्यो पहिलेको पार्टी अधिवेशनमा मैले माने पनि थिएन। त्यो चाहिँ यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन। यसरी गर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यपूर्ण तरिकालाई धेरै साथीहरूलाई बाहिर राखियो। त्यसको खिलाफमा हामीले अदालतमा गयौँ। अदालतले भनेको छ यो त अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पाठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पुरा विश्वास गर्दै अदालतको कुरा पनि मान्छु। अब अरू कुराहरूको सम्बन्धमा साथीभाइले बोलिसक्नुभयो, मलाई धेरै केही भन्नु छैन। एउटा साथीले लेख्नुभएको छ सनातन हिन्दू राज्यबाट केही बोलिदिनु पऱ्यो भनेर बोलेको छ। सबै साथीहरूको इच्छा छ, मलाई बोल्ने कुरा धेरै छैन। तर म हिन्दू हुँ, मेरो वर्तमान पनि हिन्दू अनुसार भएको हो। मेरो बहिनीको बिहा गर्नु पऱ्यो भन्दाखेरि के गर्ने भन्दा बहिनीको बिहा गर्ने भने त ठिक छ, वर्तमान गरेपछि बहिनीको बिहा गर्न मिल्छ भन्यो। ल बहिनीको बिहा गरेर वर्तमान गरेपछि जसले पनि हालेको भएको छ। त्यस पछाडि चाहिँ मैले बिहा पनि मैले चाहिँ नि गुहेश्वरीमा बिहा गरेको हिन्दू रीतिरिवाज अनुसार गरेको हो। त्यस कारण म व्यक्ति रूपमा पुरा हिन्दू हुँ हेर्नुहोस्। मलाई कसैले मलाई हिन्दू बचाउनु छैन। नेपाल के हुने के धार्मिक स्वतन्त्र हुनुहुन्छ भन्ने हुनुपर्छ भनेर छु म। नेपाल के हुने के नहुने भन्ने कुरा त नेपाल जनता हातमा छ। तर नेपाली त हिन्दूलाई हिन्दू हुन पाउँदैछ भन्न चाहिँ पाइन्न। म हिन्दू 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 त्यस कारण चाहिँ पशुपतिमा जान्छु म।
पशुपतिनाथको पूजा गर्छु मैले, पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू। र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने उनीहरूले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्राकृतिक धर्म मान्ने देश छ हाम्रो, राई लिम्बूहरू छ, प्राकृतिक त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ, त्यसलाई म सम्मान गर्छु। यति भन्दै मलाई धेरै कुरा तपाईँ भन्नु छैन। तपाईँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ आउनुभएको छ, तपाईँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै टाढादेखि आउनुभयो, दुःख गयो होला, दुःख कष्ट भयो होला, त्यसको लागि म क्षमा चाहन्छु। मैले धेरै तपाईँलाई सहयोग गर्न सकिनँ। यति भन्दै म अब धेरै समय तपाईँको लिन सक्दिनँ। मैले अस्ति बोलिसकेको छु। त्यसैले अहिले मैले म के भन्नु किन म यत्र सम्पूर्ण साथीहरूको न्याय पाएको छु, यत्र सम्पूर्ण साथीभाइको सद्भाव पाएको छु, त्यसलाई म कहिल्यै बिर्सिने छैन। त्यस कारण चाहिँ मैले भोलिका दिनमा पनि म साथीभाइको माया, साथीभाइको सद्भावनालाई कहिले बिर्सिने, यसलाई अगाडि बढाउँदै तपाईँहरू जे भन्नु लाग्नेछु भन्दै म धेरै तपाईँको समय दिन चाहन्छु। यति भन्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।